आज म यो भिडियोमा तपाईहरुलाई देखाउन गइरहेको छु नेपालकै सबैभन्दा ठूलो दुई धार्मिक स्थल पशुपतिनाथ मन्दिर, जुन नेपालकै एक पवित्र र प्रसिद्ध धार्मिक स्थल हो। बिबी राजमार्ग काठमाडौँदेखि जनकपुरसम्मको यात्रा। जनकपुर धाम आस्था, शान्ति र इतिहासले भरिएको पवित्र भूमि जहाँ रहेको छ जानकी मन्दिर। अहिले म जाँदैछु नेपालकै एकदमै पवित्र स्थान पशुपतिनाथ मन्दिरतिर। भगवान शिवलाई समर्पित यो मन्दिर हिन्दू धर्मावलीको लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। पशुपति आएको छौँ आज हामी। सो पशुपति आउनुभन्दा अगाडि तपाईँले जुत्ता फुकाल्ने ठाउँमा आएर जुत्ता फुकालेर जुत्ता त्यहाँ पानीको झोलामा राखेर उता दिएर यस्तो टोकन एउटा पाउनुहुन्छ है। यस्तो टोकन एउटा पाउनुहुन्छ र टोकन लिएर चाहिँ हामी मन्दिर दर्शन गर्न जानुपर्छ। जुत्ता चप्पल लाउनु पाइन्न है, त्यो चाहिँ याद राख्नु। यहाँ दैनिक रूपमा हजारौं भक्तजनहरू दर्शन गर्न आउँछन् र यहाँको शान्त वातावरण, घन्टीको आवाज र मन्त्रले मनलाई एकदमै शुद्ध बनाइदिन्छ। यहाँको अर्को विशेष कुरा भनेको यहाँ देखिने जीवित वातावरण हो, जहाँ चराचुरुङ्गी, बाँदर, गाई गोरु, कुकुर जस्ता जनावर पनि सजिलै देख्न पाइन्छ, जसले यो स्थानलाई अझै प्राकृतिक र अनौठो बनाउँछ। अहिले हामी मन्दिरतर्फ अगाडि बढ्दैछौँ। पशुपतिनाथ मन्दिर नजिकिँदैछ। वरिपरि धेरै मानिसहरूको भिड छ। सबैजना दर्शनका लागि अघि बढिरहेका छन् भने कोही फर्किरहेका छन्। यहाँ एउटा नियम छ, तपाईँले गेट बाहिरसम्म मोबाइल, भिडियोहरू, फोटोहरू खिच्न पाइन्छ भने गेटबाट भित्र मोबाइल निकाल्न पाउँदैन र भिडियो बनाउन पाउँदैन। हामीले गेटसम्म भिडियो बनायौँ र त्यहाँबाट हामी भित्र लाग्यौँ। सो भर्खरै हामी चाहिँ भित्र मन्दिर दर्शन गरेर आइसक्यौँ। एन्ड जुन तरहको भाइब त्यहाँभित्र थियो होइन, जुन तरहको भाइब त्यहाँभित्र थियो, आई थिङ्क इट इज इम्पोसिबल टु गेट इन अदर प्लेसेस क्या। यस्तो खतरा थियो होइन, पुरै छोडिदिउँ न। अन्त हामीले पशुपति मन्दिरमा दर्शन गऱ्यौँ, पूजा गऱ्यौँ। यहाँको शान्ति र आस्थाले मनलाई गहिरो छ्यो। यो ठाउँले मलाई एउटा कुरा सिकायो, जीवन धेरै नै छोटो छ, त्यसैले हरेक पललाई मूल्य दिनुपर्छ र सधैँ राम्रो सोच र कर्मतर्फ अगाडि बढ्नुपर्छ। अब यहाँबाट हाम्रो सुरु हुन्छ अर्को यात्रा, काठमाडौँदेखि जनकपुरसम्म। अहिले हामी काठमाडौँबाट जनकपुरको यात्रामा जाँदैछौँ र अघि बढ्दैछौँ बिपी राजमार्ग हुँदै। यो बनेपा धुलिखेल राजमार्ग अहिले ठुलो बढाइँदैछ, त्यसकारणले आधी बाटो पिच र आधी चाहिँ बनाउँदैछन्। सुरुमा बाटो कठिन पनि थिएन, एकदम आरामले गइयो र हामी केही समयमै धुलिखेलबाट ओह्रालो लाग्यौँ। अहिले चाहिँ हामी काभ्रे भन्ने यहाँ छौँ। यहाँसम्म आउन करिब हामीलाई 45 मिनट लाग्यो काठमाडौँबाट। अब यहाँबाट हामी जनकपुरलाई फेरि निस्किन्छौँ। अहिले चाहिँ सानो चेयर देखेको छौँ, अनि गाडी चार्जिङमा छ। सो अराउन्ड 10 देखि 15 मिनट लाग्छ होला गाडी चार्ज हुनेसम्म। यहाँबाट फेरि हामी निस्किन्छौँ जनकपुरलाई लगभग 7 घन्टा अर्को यात्रालाई। लागेको थियो बाटो त्यति कठिन रहेन रहेछ, तर मलाई के थाहा, बाटो त बल्ल पो सुरु हुँदैछ। अहिले हामी बिपी राजमार्गमा यात्रा गर्दैछौँ र यो हो यसको अहिलेको वास्तविक अवस्था। यहाँ सडक कहाँ छ कसैलाई पनि थाहा छैन। धेरै ठाउँमा सडक सिधै खोलाकै बीचबाट लगिएको छ। यो बाटो पुरै नदीको किनार हुँदै भकुण्डे बेसीबाट मुलकोटसम्म जान्थ्यो, तर अघिल्लो वर्ष गएको बाढी पहिरोले गर्दाखेरि बाटो खोलाको बीचमा रहेको छ। अहिले चाहिँ हामीले खानासाना खाएर मुलकोट आइपुगिसकेको छौँ। अब यहाँ
यहाँबाट अराउन्ड कति घन्टा लाग्छ जनकपुरलाई अब अलमोस्ट 3 घन्टामा चाहिँ हामी जनकपुर पुग्छौँ। अहिले चाहिँ हामी मुलकोटको उकालोमातिर छौँ र यहीँ माथि द फेमस टेम्पल एकदमै चर्चित मन्दिर सेतीदेवी को मन्दिर छ जहाँ सिसा खुट्टाभरि राखेको छ। धेरैजनालाई यो मन्दिर थाहा होला तर कहाँ पर्छ भने थाहा नै, यो मुलकोटमा पर्छ होइन। यहाँबाट पनि देखिन्छ त्यो मन्दिर पुरै सिसा छ बाटो पनि होइन। सो हामी अब केही छिनमै त्यहाँ पुगेछौँ। यो यात्राको बिचमै हामी भेट्छौँ एउटा रोचक मन्दिर जुन हो सेतीदेवी मन्दिर। यो मन्दिरमा आउने मानिसहरूले सिसा चढाउने गर्छन्। यहाँको विश्वास अनुसार यदि तपाईँ यो राजमार्गमा सुरक्षित यात्रा गर्न चाहनुहुन्छ भने यहाँ सिसा चढाउनु राम्रो मानिन्छ। मुलकोट पार गरेपछि हाम्रो यात्रा अलि सहज बन्दै जान्छ। अब बाटो राम्रो कालोपत्रे छ र यात्रा पनि आरामदायी हुँदै जान्छ। केही समयपछि हामी पुग्छौँ सिन्धुलीगढी क्षेत्रमा जुन नेपालको एकदमै प्रसिद्ध सडक सञ्चालन मध्ये एक हो। यहाँको बाटो साँच्चै नै अनौठो छ। सर्प जस्तै घुमेको धेरै घुम्तीहरू भएको करिब 16 भन्दा बढी घुम्तीहरू जसले यो सडकलाई अझै आकर्षक बनाएको छ। माथिबाट हेर्दा त झन् यो बाटो साँच्चै नै सर्प जस्तै देखिन्छ। यस्तो सुन्दर र इन्जिनियरिङको नमुना जस्तो ठाउँ पार गर्दै हामी अझै अगाडि बढ्छौँ जनकपुरतर्फ। केही समयपछि हामी लगभग सानोपुर नजिक पुगेका छौँ। अब बिस्तारै पहाडी क्षेत्र सकिँदै गइरहेको छ र हामी तराईको समथर भूभागमा प्रवेश गर्दैछौँ। हावाको महसुस पनि फेरिएको छ। पहाडको चिसोबाट अब अलि न्यानोपनतर्फ जाँदैछौँ। यो परिवर्तनले के महसुस गराउँछ भने हामी साँच्चै नेपालका फरक भौगोलिक रूपमा पार गर्दैछौँ। अबको यात्रा अझै सहज हुँदै जानेछ र हाम्रो गन्तव्य जनकपुर झन् नजिकिँदैछ। अन्त हामी आइपुगेका छौँ जनकपुर। लामो यात्रापछि अब हामी हाम्रो गन्तव्यमा पुगेका छौँ। यहाँको वातावरण नै फरक छ, शान्त, धार्मिक र ऊर्जा भरिएको। अब सुरु हुँदैछ जनकपुरको अर्को सुन्दर अनुभव जहाँ हामी घुम्नेछौँ जनकपुर धाम र दर्शन गर्नेछौँ प्रसिद्ध मन्दिर जानकी मन्दिर। सो फाइनली चाहिँ म जनकपुर आइपुगिसकेँ। यस्तो ठुलो ठाउँ छ, बाप रे बाप। यो पार्क हेर न यार, रत्न पार्क भन्दा ठुलो पार्क छ र यहाँ चाहिँ हामीले गाडी पार्किङ गरिसक्यौँ। सो यहाँबाट चाहिँ अब हामी जनकपुर मन्दिरलाई निस्किन्छौँ। सो यहाँ आउने साथ मैले फिल गरेको एउटा चेन्ज चाहिँ काठमाडौँ र यहाँ भनेको चाहिँ अफकोर्स द टेम्परेचर के। काठमाडौँमा जाडो छ, अहिले 6:30 भइसकेको छ। 6:30मा जाडो हुन्छ काठमाडौँमा। भक्तपुरमा पनि यहाँ हप गर्नु छ। एभ्रिबडी इन हाफ सर्ट होइन, हाफ सर्टमा हिँडिरहेको छ। यस्तो गर्मी छ यहाँ, दिउँसो हुने पनि आई थिङ्क पसिनै आउँछ होला, त्यस्तो गर्मी छ होला यहाँ। अब केही छिनमा हामी यहाँबाट हिँड्नेछौँ, मन्दिरतिर लाग्नेछौँ। अब अरू त त्यति खासमा केही छैन। हल्का सोचेको भन्दा चाहिँ धेरै फोहोर छ होइन, फोहोर गन्दगी छ एज यु क्यान सी। सो अहिले चाहिँ अराउन्ड 7 बजिसकेको छ र हामी चाहिँ जानकी मन्दिरतर्फ बढिरहेको छौँ होइन। एकदम माय गॉड, मलाई काठमाडौँको असल छिराएको जस्तो लागिरहेको। अहिले हामी मन्दिरको बाहिर हिँड्दैछौँ। वरिपरि भक्तजनहरूको भिड, धार्मिक वातावरण र यो सुन्दर मन्दिरको दृश्यले मन एकदमै आनन्दित भएको छ। र यस यात्रामा हाम्रो गाइड हुनुहुन्थ्यो हाम्रो ड्याडी। उहाँले हामीलाई यहाँको इतिहास, महत्त्व र धेरै कुराहरू बुझाइदिनु भएको थियो। सो हामी चाहिँ अहिले जानकी मन्दिर आइपुगिसक्यौँ होइन। तर जुन तरिकाको टेम्परेचर छ यहाँ, आई थिङ्क म 2 किलो त घट्छु होला आज रातभरिमा। एकदमै गर्मी छ होइन।
एन्ड मैले सोचेको भन्दा चाहिँ धेरै नै ठुलो रहेछ यार मन्दिर। ओ लास्ट टाइम आउनु त आएको हो तर सोचेको थिइनँ यस्तो ठुलो हुन्छ भनेर, किनकि लास्ट टाइम राति 9 बजीतिर आइपुगेको थिएँ, त्यति हुलमुल नि थिएन। तर आज चाहिँ एकदमै हुल पनि छ होइन, र लाइक एकदम ठुलो फिल भइरहेको क्या मन्दिर अरू दिनको भन्दा। सो मैले अलिकति यसको बारेमा वेबसाइटतिर हेरेर आएको थिएँ। सो जानकी मन्दिर चाहिँ हाम्रो माता सीताको नाममा, जानकी भन्नाले सीताको नाममा बेस भएर बनेको मन्दिर भएकोले जानकी रहेको रहेछ होइन। यो मन्दिर 3 तल्ला ठुलो छ र यसमा 50 भन्दा धेरै कोठाहरू छन्। सो यो मन्दिरको कुरा गर्ने हो भने यो मन्दिरको लेफ्ट साइड हो कि राइट साइडतिर चाहिँ हाम्रो राम र सीताको बिहे भएको भवन पनि छ अरे। सो एक्चुअली धेरै कुरा चाहिँ मलाई मन्दिरको बारेमा थाहा छैन। सो त्यही थाहा पाउनु लागि चाहिँ म आएको हुँ। सो ढिला नगरिकन सिधै भित्र जाउँ र हेरेर आउँ यसको। अब हामी प्रवेश गर्दैछौँ जानकी मन्दिरभित्र। मन्दिरभित्र पाइला राख्न साथ चारैतिर भक्तजनहरूको भिड, भजन कीर्तनको आवाज र घन्टीको धुनले पुरै वातावरण नै आध्यात्मिक बनाएको छ। अगाडि भगवान राम र माता सीताको मूर्तिको दर्शन गर्दा मनमा एक किसिमको शान्त र श्रद्धा जाग्छ। त्यो क्षण शब्दले वर्णन गर्न गाह्रो हुन्छ। दर्शनपछि अब हामी जानकी मन्दिरभित्र रहेको सङ्ग्रहालय जाँदैछौँ। जानु अगाडि हामीले 3टा टिकट काट्यौँ र त्यसपछि हामी अघि बढ्यौँ। यहाँ आएपछि माता सीताको जीवनका कथाहरू देख्न पाइन्छ। उहाँ कसरी जन्मिनु भयो, कसरी हुर्किनु भयो र कसरी भगवान राम यहाँ आएर उहाँसँग विवाह गर्नुभयो। सबै थोक यहाँ मूर्तिकला र चित्रकलाद्वारा देखाइएको रहेछ। यी धेरैजसो कथाहरू मूर्ति र कला मार्फत प्रस्तुत गरिएको छ, जसले इतिहासलाई अझै जीवन बनाइदिन्छ। यहाँको कलाहरू अहिलेको मोडर्न आर्टभन्दा धेरै नै फरक लाग्छन्। सानो सानो डिटेलमा दिएको ध्यान, चित्र बनाउने तरिका र मूर्तिहरूको बनावट सबै कुरा बिल्कुल नै अलिकति अलग र विशेष देखिन्छ। अब हामी जानकी मन्दिरको भित्रको अन्डरग्राउन्ड म्युजियममा जाँदैछौँ। यहाँ भित्र आएपछि धेरै नै पुराना तस्बिरहरू देख्न पाइयो। त्यो समयका पण्डितहरूका जसले यहाँ सेवा गर्नुहुन्थ्यो जस्तो लाग्छ। त्यसै गरी त्यति बेलाका लुगाहरू पनि राखिएका छन्, जुन एकदमै साना साना देखिन्छन्, करिब हातको भाग जत्रो मात्र। हेर्दा नै अचम्म लाग्ने गहनाहरू पनि निकै वास्तविक र महँगा जस्ता देखिन्छन्। अझै पनि त्यही पुरानो भव्यता झल्काउने। भित्र भिडियो खिच्न अनुमति थिएन, तर हामीले जसोतसो छोटो भयो नि छिटो अगाडि बढेर सानो सानो भिडियोहरू क्याप्चर गर्न प्रयास गऱ्यौँ र गर्न सफल भयौँ। त्यति खास राम्रो त बनाउन सकेनौँ, तर सक्दो धेरै र सक्दो राम्रो चाहिँ खिच्न प्रयास गरेका थियौँ। अब हामी जानकी मन्दिरबाट बाहिर निस्किएका छौँ र दर्शन गरेपछि हामी जाँदैछौँ भगवान राम र सीताको विवाह भएको यज्ञतिर। यहाँ पुग्दा भगवान राम र माता सीताको विवाह भएको त्यो ऐतिहासिक क्षण सम्झना आउँछ र मनमा एक किसिमको श्रद्धा झन् बढ्छ। हामी बिस्तारै त्यतातिर हिँड्दैछौँ र वरिपरि देखिने धार्मिक वातावरणले यो यात्रालाई अझै विशेष बनाइरहेको छ। यहाँ पनि हामीले भिडियो बनाउनु चाहिँ मनाइ नै थियो, बट इन्डाइरेक्टली लुकी भए पनि हामीले चाहिँ भिडियो बनायौँ।
फेरि केही भन्न चाहनुहुन्छ? अब यो अन्तिममा आइपुगिसक्यौँ हामी भ्लगको र धाम पनि अलमोस्ट हाम्रो सकिहाल्यो। चारैतिर घुमिहाल्यौँ। चारैतिर घुम्यो हामी। अब कोही नआउनु भएको छ भने आउनु होला, हेर्नु होला आफ्नो देशको धार्मिक स्थल राम सीताजन को बिहा मण्डप, राम जानकी मन्दिर हेर्न आउनु होला भन्दै दुईटा शब्दै टुङ्ग्याउँछु म। अनि विदेशी करुणा बनमाला अब केही दिनमा तपाईँ उड्दैछस्। उड्नु अगाडि मन्दिर दर्शन गर्न पाइस्, धार्मिक स्थलमा आउन पाइस् होइन? एकदम कस्तो लागिरहेछ? मन एकदम शान्ति भएको छ। यस्तो फिलिङ भइरहेछ कि हामी यो दुनियाँमै छैनौँ। लिटरली हामी गडको दुनियाँमा गएर उनीहरूलाई हेर्दैछौँ, उनीहरूलाई पूजा गर्दैछौँ जस्तो फिल भइरहेछ। त्यसैले तपाईँहरू पनि आउनुहोस्। थ्याङ्क यू। अन्त्यमा यो पुरा यात्रा सम्झिँदा पशुपतिबाट सुरु भएको हाम्रो यो यात्रा बाटो हुँदै जनकपुरसम्म पुग्यो र अन्त जनकी मन्दिरको परिक्रमा गरेर समाप्त भयो। तर सबैभन्दा ठुलो कुरा के लाग्यो भने सबै कुरा एक अर्कासँग जोडिएको रहेछ। जीवन, यात्रा, आस्था र धर्म, कहिले बाटो कठिन, कहिले सहज, तर अन्त्यमा सबै कुरा एउटै भावनामा आएर मिल्यो। त्यो हो शान्ति र विश्वास। यदि तपाईँलाई यो यात्रा मन पर्यो भने भिडियोलाई लाइक, सेयर र च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला। आजलाई यति नै, फेरि भेटौँला अर्को भिडियोमा।